गाइस हेर्नु यता चाहिँ पुरै भिरालो छ हैन यता भिरालो छ अनि दाजु यता चाहिँ आउनु मुख धुन मन लाग्थ्यो तर म बुढीले ल्याइदिएको सनस्क्रिन लगायो What is up beautiful people so we are at कहाँ हामी भन्ज्याङ सौतारी यहाँको भ्यू देखाइदिउँ यहाँको भ्यू ल हेर्नुहोस् आमा है कस्तो बवाल छ यहाँ एउटा मात्र गाडी लाग्छ है एउटा मात्र गाडी लाग्छ त्यही पनि पुरै ओह्रालो कस्तो भिरालो है ठाउँ आमा यो ठाउँ त बवाल हो कि तर ऊ हेर्नुहोस् बाटो आमा पुरै यो बाटो होइन अनि हामी चाहिँ बुटोल जानलाई गाडी कुरेको यहाँबाट दुईवटा गाडी चेन्ज गर्नु पर्दो रहेछ बुटोल जानलाई तर हामी चाहिँ अब यहाँबाट चाहिँ पहिला तल झर्छौँ के ठाउँ अरे तल करादी झर्छौँ होइन अनि करादी झरेर देन वी विल अराइभ बुटोल सो आई विल सो अब गाडी पाउला जस्तो छैन हामी पैदल यात्रा गरेर तलसम्म लाग्दिन्छौँ अब गाडी पाइएन हामी चाहिँ हिँड्यौँ होइन त दाजु सो हामी कति बेर लाग्छ होला तल पुग्नलाई 1-1.5 घन्टा लाग्छ ल बाजे के छ बाजे आरामै हुनुहुन्छ यो ठाउँको नाम के अरे बाजे यो ठाउँको नाम टिन्डुबाटे ओहो ल है धन्यवाद बाजे ल हामी चाहिँ चल्दैको यस्तै छ भन्ने यस्तै छ यहाँ बिचमा बाटो पिच भन्दा नि प्लास्टर गरेको बाटो छ गाउँ त भित्र गाउँ हो भित्र भन्दा नि माथि डाँडा हो अब सुन्नु भइहाल्यो त्यो बुवाले भनिहाल्नु भयो यो ठाउँको नाम म फेरि राम्रोसी प्रनाउन्स गर्न जान्दिनँ त्यही भएर रिपिट पनि गर्दिनँ अनि म तपाईँलाई खतरा चिज देखाउँदै जान्छु यो बाटोमा कहाँ के फलेछ अनि हामीलाई कस्तो लाग्छ यो ठाउँ होइन यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब है ओके गाइज हेर्नु यता चाहिँ पुरै भिरालो छ होइन यता भिरालो छ अनि दाजु यता चाहिँ आउनु त हेर्नु अब कस्तो भन्दा यो बाटोमा गाडी चाहिँ हिँड्छ होइन हिँड्छ नहिँड्ने होइन तर चाहिँ कस्तो हुन्छ भने चाहिँ टाइम हुन्छ क्या एउटा आउनु टाइम हुन्छ टक्क बिहानको टाइममा अनि 12 बजेतिर 1 बजेतिर अहिले चाहिँ हामी कति बजेको छ भने चाहिँ 3:50 भएको छ हेर्नुहोस् 3:50 भएको छ अलि राम्रोसी अब गाडी पाउने चान्सेस छैन त्यही भएर हामी चाहिँ अब घरतिर जान ढिलो नहौँ भनेर चाहिँ हामी हिँड्यौँ अनि फेरि मलाई चाहिँ अहिलेको यति थोरै हिँडेको भएर ठिकै लागिरहेको छ गाह्रो पनि भएको छैन रमाइलो भइरहेको छ अब चाहिँ दाइको रिभ्यू पनि दिउँ होइन दाइ तपाईँलाई कस्तो लागिरहेको हिँड्दै जाम के हुन्छ तलसम्म खुट्टा नदुखे हुन्छ दाइ जिन्स प्यान्ट पड्काएर आउनु भर्खर गाह्रो त नहुने होइन नि यो के हुन्छ यो भ्याल के भन्छ बेगी प्यान्ट लाउनु भएको दाइले चाहिँ होइन अनि त्यही हो चिसो छ मौसम घाम अस्ताइसकेको छ यहाँ चाहिँ अस्ताको भन्दा पनि डाँडाले छेकिसकेको छ कुनै डाँडा यो पहाड कस्तो हुन्छ भनेपछि नि कुनै ठाउँमा घाम परिबस्छ 4:30 बजेसम्म होइन कुनै ठाउँमा चाहिँ 12 बजेसम्म घाम पर्दैन क्या अनि झलक्क 1-1.5 घन्टा पर्छ अनि फेरि त्यहाँ हराउँछ किनभने कुना अनि फेरि यस्तो पहाड हो नि त यो ठाउँ त्यही भएर अरू त के भनौँ अब यस्तै हो हामी हिँडिरहेको दाइ थाक्नु भएको छैन क्या अहिले त आमा घाँस काट्न हिँड्नु हो आमा सन्चै हुनुहुन्छ हो त्यसो भए अब हाम्रो यात्रा चाहिँ हिँडाइ नै हुने भयो बुटोल जाने हामी माथि के अरे माथि टिन्डुबाटेबाट आएको ल बाजे है ल हजुर ल यताको भ्यू हेर्नु कस्तो राम्रो छ उता घामै छ है घाम छ म आत्ते यार यसरी त यार दुखु आमामा दुखु बिचमा चाहिँ मैले लामो भिडियो चाहिँ गराउँदिनँ किनभने यो नसोचेर बनाएको भिडियो अब हामी चाहिँ हाम्रो बाजेको बजे बितेर आएको थियौँ अनि आएको चाहिँ हाम्रो धेरै दिन भयो 7-8 दिन चाहिँ बस्यौँ हामी होइन
अनि त्यहाँपछि गाउँ अब यत्रो दिन बसियो ठिक छ तर चाहिँ मैले तपाईँलाई गाउँ भिजिट चाहिँ गराइनँ तर जाने बेला चाहिँ केही भिडियोहरू देखाउँछु ल अब यो गाउँको भिडियो हेर्नु है हेर्नु कस्तो राम्रो के गाउँको घर हेर्नु होइन गाउँको घर अब यो चाहिँ ओह्रालो भए पनि ओहो योलाई के भन्छ अमिलो आमामा भकटे भन्छ क्या यसलाई है आमा कस्तो राम्रो फलेको है अब यस्तो हुन्छ है खासमा त यो झर्छ है यसको झरेर फोड्ने भने त अब यसको राम्रो पिङ्क कलरको हुन्छ खाने मान्छे जति सबै विदेश गए गाउँमा रहे बुढाबुढी के गर्ने झार्न सक्दैनन् आफै झरेको मिठो हुँदैन के गर्ने होइन त यस्तै छ दाइले कुवाको पानी खाँदै हुनुहुन्छ होइन चट्ट लाएर छोपिन्छ दाइ पानी पिउँछु कि पानी पिउँछु तिर्खा लाग्यो डह्रो हिँड्यो नि त होइन र फेरि पाहाडको पानी यस्तो मिठो हुन्छ नि साथीहरू लास्टै चिसो मजा आउँछ नि यस्तो बाटोको पानी मुख धुन मन लाग्थ्यो तर म बुढीले ल्याइदिएको सनस्क्रिन लगायो खेर जान्छु कि मुख धोइन मैले साथी हो त्यस्तो छ के हो बाटो त हिलो भयानक छ सो गाइज अलमोस्ट हामी तल चाहिँ आइसकेका छौँ तलबाट चाहिँ गाडी जान्छ होइन तलबाट गाडी जान्छ तर चाहिँ माथिबाट चाहिँ आउने चान्सेस कम हुन्छ I'm getting too sad. हेर्नु गाडी यस्तरी आउँछ so you can stop रमाइलो छ बुढा बाजेहरूलाई रमाइलो हाम्रो चाहिँ धुवा पुत्ते यस्तो है आमामा सर र बुढा रोइलामा है ओइला अलमोस्ट हामी आइसक्यो हामी गाडी बाटो यो हो पिच बाटो आइसक्यो अब सिधै म चाहिँ त्यही हो अब धेरै लामो चाहिँ भिडियो किन गराउनु र तर म चाहिँ सिधै गाडी चढेकै भिडियो गराउँछु होला आमामा कस्तो राम्रो भ्यू देखेको म देखाउँछु है कस्तो घाम पनि लाग्यो चट्ट अरूको छतै देखिँदो रहेछ बारी हेर्नु न आमा बारी हेर्नु कस्तो राम्रो ल है सो सी यु गाइस गाह्रो छ फाइनली हामी चाहिँ बाटोमा आयौँ होइन बाटोमा आएर अलिक भोक लाग्यो अनि चाउमिन खाइदिउँ भन्ने कुरो भयो दाइले दाइले यहाँ 20 रुपियाँ भेटाउनु भयो बाटोमा 20 रुपियाँ गाइस कसको भनौँ है कमेन्ट गर्नु है 20 रुपियाँ कसको है कमेन्ट गर्नु होला अनि फेरि क्युआर पठाइदिनु होला हामीले चाहिँ पठाइदिन्छौँ ल मेरो थोप्रा यार होइन घरबाट 9 दिन अगाडि आउँदाखेरि यस्तो थियो नि हो हल्का मलाई आफू हेन्छम जस्तो लाग्थ्यो क्या अनि त हेन्छमको याद पनि छैन जस्तो भयो ए गाडी आयो हेरे अहिले हेर गाडी आउँछ हेरे हामी चाहिँ होटल हो यसो खाजा घरभित्र छौँ क्या लेख्छु है म देखाउँछु है तपाईँलाई होइन अब चाउमिन खाइदिनु पर्यो अलि भोक लाग्यो दाइले त चाउमिन खाइदिनु पर्यो अलि भोक लाग्यो मिठो आयो गर्नेवाला छ क्या वाउ भोक लाग्यो के अनि यहाँ अन्डा पाइन बोइल गर्नु एक डेढ हप्ता बसेको त पुरै पाहाडकै मान्छे जस्तो भइरहेको आन्टी पाइदिनु न नखाउनु सुधै घर गरेर भात खाने हो
कसले गाली गर्यो भाका डक्स कसले गाली गर्यो यार मलाई चाहिँ डेन्जर भोक लागेको थियो क्या म त चिलै फर्काएर भ्याइदिएँ हस् मिठो भयो अब सिधै गाडीमा गएर भिडियो गराउँछु सो यो हामी चाहिँ अहिले च्याट लाएर बस कुरेर बसेका छौँ होइन त अब यताबाट पोखरा जाने बस यता जान्छ यताबाट बुटोल जाने बस यता जान्छ अनि हामीले चाहिँ बुटोल केटा हामी चाहिँ अब टक्क बुटोल हिँड्यो होइन त दाइ अब बुटोल जाने बस पनि पाइयो बस हो कि के भन्छ यसलाई फोर्स धेरै लामो बस होइन अब चाहिँ टक्क हामी बुटोल गएर भेट्नुपर्छ है त सिउ गाइस एउटा दाजु कहाँ आयौँ हामी चाहिँ अब भर्खरै बुटोल आइपुग्यौँ ओहो आज मलाई फर्स्ट टाइम यत्रो धेरैचोटि ट्राभल गरेँ आज मलाई फर्स्ट टाइम यति धेरै बमिट आयो त्यो खाएको चाउमिन थियो नि अहिले खाएको चाउमिन ए भगवान् मेरो त्यो खाएको चाउमिन पुरै उस भएको के पुरा 5 चोटि बमिट गरेँ मैले 5 चोटि मेरो लाइफमा यार ए दिमाग खराब भएर म त थै मेरो त मुख पनि चम्टो परेको होला सुपारी सुके जस्तो मुख सुकियो के अनि उहाँ त्यत्रो सित्तेमा पाउने सुन्तला त खाइएन ल्याइएन यहाँ ऊ बमिट आउला जस्तो भएर 15 रुपियाँको एउटा सुन्तला किनेर खाएको थै आमा बहुत गाह्रो यार अब गाइज भ्लग यसरी नै खलास हुन्छ अब म भ्लग इन्ड गर्छु किनभने म ओभर आउँदैछ गाडी नि पाइएको छैन होइन घर जाने यहाँबाट 1 आवर लाग्छ हाम्रो घर जान सो गाइज होप यु गाइज इन्जोय माई भिडियो सो डोन्ट फर्गेट टु लाइक कमेन्ट subscribe. Bye bye.